नमस्कार, म इन्जिनियर हरि महतरा। बागमती प्रदेश लोकसेवा आयोग इन्जिनियरिङ सेवा सिभिल समूह सब इन्जिनियर पदको भोलि दिउँसो 2 बजे र 3:15 बजे हुन गइरहेको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँहरूले आजसम्म धैर्यताका साथ लगनशील भई दिनरात नभने गरेको मिहिनेतले तपाईँहरूलाई अवश्य पनि सफलता दिलाउनेछ र दिलाओस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै आत्मबल बढाउनुहोला, तनाव नलिनुहोला, पढेको बिर्सिए भन्ने सोच हटाउनुहोस्। परीक्षाको अघिल्लो दिन धेरै प्रेसर लिएर नपढ्नुहोला। मुख्य मुख्य कुराहरू चाहिँ हेरेर जानुहोला र राति राम्रोसँग निद्रा पुर्याउनुहोला। अनि त्यस्तै गरी आफ्नो प्रवेशपत्र, आइडी कार्ड अथवा नागरिकता के छ आफूसँग त्यो अनिवार्य रूपमा लिएर जानुहोला। इक्जाम सेन्टरमा इक्जाम हुनुभन्दा हजुरको 1 घन्टा अगाडि नै पुग्नुहोला। कालो पेनहरू लिएर जानुहोला। अनि फर्स्ट पेपरमा हाम्रो तपाईँको के लेख्न नबिर्सिदिनुहोला र सेकेन्ड पेपरमा टाइमको म्यानेज गरी सबै क्वेसनको एन्सर एटेम्प्ट गर्ने कोसिस गर्नुहोला। ल फेरि पनि तपाईँहरूलाई चाहिँ बेस्ट अफ लक। र हाम्रो तपाईँको चाहिँ नयाँ सेसनहरू अब पर्सि आइतबारबाट हाम्रो ब्याच 2082को नयाँ क्लासहरू सुरु हुँदैछ। हाम्रो सिभिल सब इन्जिनियर पदको, एसिस्टेन्ट सब इन्जिनियर पदको र हाम्रो एनएसी काउन्सिल इक्जामको हाम्रो चाहिँ प्रिपेरेसन पनि हजुरको चाहिँ हुने भइरहेको छ। र हाम्रो तपाईँको चाहिँ एकपटक एडमिसन भइसकेपछि 1 वर्षसम्म फ्री कोर्सहरू चाहिँ मिल्नेछ, अनलाइनमा होस् या तपाईँको चाहिँ फिजिकलमा। र हाम्रो डेली टेस्टहरू हुनेछ, भइरहेको छ अहिलेको सेसनहरूमा पनि। र हाम्रो फिजिकल क्लासहरू बागबजार काठमाडौँमा र हाम्रो अर्को फिजिकल क्लास हजुरको वीरनगर सुर्खेतमा भइरहेको। र अनलाइन क्लासको लागि हाम्रो तपाईँको चाहिँ हाम्रो वाट्सएप नम्बरहरूमा तपाईँ चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। धन्यवाद।